नमस्कार। आज चाहिँ म यहाँहरूलाई भेज बिरयानी बनाउन सिकाउँदैछु सिम्पल तरिकाले जो मलाई आउँछ। पुलाउ पनि भन्न सकिन्छ, भेज पुलाउ। त त्यसको लागि चाहिने सामग्रीहरू चाहिँ मसँग अहिले रेडी छ। काटेको एउटा प्याज, अनि यहाँ मटर, पनिर, अनि न्युट्री, मस्यौरा, अनि आलु, गाजर, अनि काउली। तेल तातिसकेको छ। मैले एउटा तेजपत्ता फुराएँ, सँगै साबुत जिरा हालेँ। अब प्याज, प्याजसँगै मैले पहिला पनिर हालेँ। यो थोरै ब्राउन भएपछि, प्याज र पनिर थोरै ब्राउन भएपछि मैले आलु हालेँ। आलुसँगै मैले काउली फ्लावर हालेँ। यो थोरै ब्राउन भएपछि, काउली फ्लावर पनि थोडा नरम भएपछि मैले गाजर हालेँ। गाजर सँगसँगै मैले मटर पनि हालेँ। यो पनि थोरै ब्राउन भएपछि मैले न्युट्री हालेँ, मस्यौरा। सबै भेजिटेबल अत्कल्दो पाकिसकेपछि मैले चाहिँ यति 1 चम्चा बेसार राखेँ। यो बेसार चाहिँ मैले आफैले घरमा बनाएको हो। स्वाद अनुसारको नुन राखेँ। मलाई जति चाहिन्छ त्यति मैले नुन राखेँ। म चाहिँ यो चामल युज गर्छु है। यो चामल मैले यो गिलासले 1 गिलास चामल राखेँ भने, अनि 1 गिलासले 2 गिलास पानी राखेँ। चामल मैले धोएर रेडी बनाइसकेको छु। अनि यो चामल हाल्दिएँ मैले। हेर्नुहोस् त साथीहरू, कति राम्रो भयो।